भनेर आएको कन्टेन्ट भेट्यो गाइस। हाई एभ्रिवान, नमस्ते हजुरहरूलाई स्वागत छ मेरो फर्स्ट ब्लगमा। आरएस ब्लग मेरो नयाँ पेज च्यानल खोलेको छु। यदि हजुरहरू पनि साथ सपोर्ट गर्नुहुन्छ भने आशा गर्दछु। म आज चाहिँ हाम्रो बाहिर लन्चको लागि जाँदैछौँ है, के कस्तो हुन्छ भन्ने आजसम्म हेर्नु होला। यदि मनपर्छ भने लाइक सब्सक्राइब सेयर पनि गर्नु होला। कोटेश्वरबाट हामी बालकुमारीतर्फ जाँदैछौँ। त्यसमा चाहिँ दामी मोमो हुन्छ, थुक्पा, आलुचप। हजुर काठमाडौँको सबभन्दा बेस्ट। ल हेर्नुहोस्, काठमाडौँको सबैभन्दा बेस्ट छ अरे। त्यही भएर आज शनिबार पनि परेछ, अनि एकछिन आज फ्री नि भयो, टेस्टी गर्न जाम भनेर। यो हेर्नुहोस् है, काठमाडौँमा यस्तो दामी दामी चिजहरू बन्दैछ। ओहो, खेलमै मरिन्छ होइन। होइन त्यसो नगर, होइन एकदम धन्यवाद। अगाडि भन्दैछु त, त्यतातिर ध्यान दियो भने अर्को लफडा हुन्छ क्या। हामी सातो बाटो पुगेँ। मैले सातो बाटोमा यति लामो जाम, गर्मी त्यो माथि जाम। यो रोनाल्डोको फ्यान हो कि ड्राइभर होला नि। ल हाम्रो हेभी ड्राइभर सर हुनुहुन्छ, हेर्नु है। यस्तो यस्तोमा ल ल ल ल ल जाम न। आज गेम छ नि पोर्चुगलको, राति 10:30 साढे 10 बजे। जाम र जाम जाम दिदी यताभन्दा ग्याममा हालिदिनु पऱ्यो क्या अहिले। ल ल ल ल ल कन्टेन्ट भेट्यो गाइस। मै हो भनेको, तर मभन्दा नजान्ने आफूभन्दा पनि नजान्ने मान्छे देख्दा खुसी लाग्छ होइन। त्यो उसको नामै टेस्ट अफ चुना हो कि टेस्ट अफ चुना आइहाल्यो अब होइन। कसको अगाडि पछाडि हाल्नुपर्छ नि त। अनि त्यो दिदी पनि आएको होला होइन, दिदी पनि हामी आइपुग्यौँ। यो टेस्ट अफ चुना हजुरलाई भनिरहेको थियौँ। हाम्रो सर आज अर्को हेलमेट हराएर अर्को हेलमेट लाएर आउनु भएको छ। कस्तो लाग्दैछ सर? ल यो टेस्ट अफ पनि आइसक्यौँ होइन। कस्तो टेस्ट हेरौँ, हजुरलाई पनि टेस्ट गर्नुपर्छ, यस कतिको बेस्ट छ भनेर हेर्दै गर्नुहोस्। ए के भरे लोकल आउँछ झन् आलु चप्छ। त्यही भनेर त यहाँ आएको नि दिदी, कहाँबाट त्यहाँबाट कोटेश्वरदेखि यहाँ सानेपा ट्याक्सी हालिहाल्यो। के अरे लोकल चिज अरे ढुङ्ग्री भनेको लोकल चिज हो र। हाम्रो वेटर अरे आफै खाना आउनु भएको छ, फेरि आफै सर्भिस दिइराख्नु भएको छ वेटर। यहाँ हेर्नुहोस् है। ल अब हाम्रो फुल एन्ड फाइनल अन्तिम अर्डर भनेको यही हो। सबैले ट्याक्सी बोलाउने जाने, यो खाएर ट्याक्सी बनाउनै जाने अरे। आजको हाम्रो रेसिपी आजको हाम्रो खानेकुरा भनेको चाहिँ स्टार्टर भनेको अरू सामान किन्न महँगो भएर चाउचाउ खाएको अरे। मेन स्टार्टर ढुङ्ग्री, त्यसपछि यो के अरे चाउचाउ सादेको,
विनोद चौधरीलाई ट्याग गरिदिनु हामी त एकदम फ्यान हो यो कोक पनि एउटा उमा थियो कि एउटा भिडियोमा चाहिँ यस्तो मुखमा चेस गर्दै हुन्छ खाइसक्यो सस्तावाला भ्लग सस्तावाला ब्लग होइन अब स्टार्टर हुँदैछ मेन अब कोक नखानेलाई उता फ्यान्टा पनि हुँदैछ मिरिन्डा मिरिन्डा हो र त फ्यान्टा हौ हाम्रो पहिला 10मा कि स्कुलमा पढ्दाखेरि कि एउटा कस्तो मान्छे थियो कि मिरिन्डा फिगरवाला मान्छे थियो कस्तो यस्तै यस्तै टाउको सानो र पुच्चा ठुलो भएको थियो र मिरिन्डाको बोत मेन स्पेसल यही भनेर आएको के सकिन अरे सुकुटी भनेको यस्तो हुन्छ कोही आउनै भएन यही खाने 400 मात्र धेरै भयो है मेन आयो जे चिजको लागि भनेर आएको थियो त्यो चिज आयो ल यो आलु चप यो थुक्पा दामी छ नि अहिले यो त नि अहिले हेर्दा पनि ट्याक्क भयो हामीले धराने वेटर पनि ल्याएको छौँ यहाँ यी सब गर्दै हुनुहुन्छ धरानको वेटर ज्यू उदयपुरको के अरे उदयपुरको रानी धेरै भएर काठ हजुर चाहिँ कहाँको रानी अरे भूमि उदयपुरको अरे म चाहिँ कहाँको थाहा छैन तिमी त गाई घाटको उदयपुर गाईघाट एउटै त हो नि होइन नाम फरक हो प्रिन्स रानीको सिस्टर यो अरे छेउमा आइज भन्छ अरे यत्रो खाएर सब ढाडे खान अहिले त यहाँ धडेको जुका ढाडेको जस्तो कि पानी माग्नु न आमाले दबाई पानी खाने यहाँ सबैले खाइसक्यो यहाँ मिनरलबाट चिसो नआएर ल अब सक्यो टेस्ट अफ जुनाको अब हाम्रो के भन्छ खाएर आएको चिज पिकनिकै भन्नु पिकनिक होइन बेलुका घर भात खानु पऱ्यो नि डिनर हामीले सकेर हिँडेको अब होइन 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 तेरै आफन्त चुप चुप तेरै आफन्त रोन्दै अहिले हुँदै क्या कालो सेतो तेरै आफन्त हो छोड ठ्याक्कै कालो सेतो आफन्त होइन भन्छ यो कुन चाहिँ स्टाइल अरे यो चाहिँ हेलमेट लाउने निस्सान खड्काएको स्टाइल के भयो आधी मान्छे त्यसमा जानुभएको छ अब हामी चाहिँ यसमा जाने होइन हामी जाऊँ होइन हजुर बहिनी दिदी अरे मलाई यो के भन्छ रियल मोटर्सको फ्यान हो होइन अनि हामी चुरा जाँदैछौँ अब फेरि हामी जाँदैछौँ अब फर्केर कोटेसो अगाडि कन्टेनरहरू पाउँछ जाऊँ कन्टेन अगाडि पछाडि होइन क्या ल अहिले चाहिँ गयौँ फ्लाइओभरमाथि हामी चाहिँ